हेलो नमस्ते सबैजनालाई। म चाहिँ आज यो भिडियोमा चाहिँ करेक्सन सकिएको कसरी थाहा पाउने भनेर चाहिँ मैले एउटा सानो छोटो भिडियो बनाइरहेको छु हैन। जस्तै हामीले देख्न सकिन्छ हैन, यो जुन सन्डे सेप्टेम्बर 11, 2016 बाट जुन बियर मार्केट सुरु भएको थियो नेप्सेमा, त्यसको इन्डिङ चाहिँ अब हाम्रो 2019 अक्टोबर 27 मा चाहिँ लगभग इन भएको थियो हैन। त्यति बेला चाहिँ अब हामीले चाहिँ यसको चाहिँ ठ्याक्क कसरी चाहिँ करेक्सन सकिएको हैन, अब चाहिँ एउटा मुभ अप मुभ चाहिँ हैन, एउटा बुल मार्केट चाहिँ कति बेला आउँछ भन्ने प्रेडिक्सन गर्नको लागि चाहिँ हामीले चाहिँ यो मुभिङ एभरेजेसको चाहिँ हेल्प लिन सकिन्छ हैन। जस्तै मैले यहाँ लिएकोमा चाहिँ 21 को एक्सपोनेन्शियल मुभिङ एभरेज एउटा, 50 डेजको एक्सपोनेन्शियल मुभिङ एभरेज, 150 डेजको र 200 डेजको एक्सपोनेन्शियल मुभिङ एभरेजेसहरू चाहिँ प्लट गरेको छु हैन। यदि त्यो मुभिङ एभरेजेसहरू चाहिँ एउटै ठाउँमा चाहिँ कन्भर्ज हुँदै आउँछ भने चाहिँ त्यो चाहिँ हामीले चाहिँ एउटा करेक्सन, मेजर करेक्सन चाहिँ सकिँदैछ भन्नेको चाहिँ इन्डिकेसन लिन सकिन्छ के। अनि त्यसपछि जब यो कन्भर्ज हुँदै आउँछ नि जब मुभिङ एभरेजहरू, तब चाहिँ हामीले चाहिँ यो तपाईले चाहिँ सक्नुहुन्छ यो जुन सेतो लाइन छ नि त, यो सेतो 200 डेजको मुभिङ एभरेज जुन छ नि, यसलाई चाहिँ हामीले एकदमै स्ट्रङ सपोर्टको रूपमा चाहिँ लिन सकिन्छ हैन। अनि त्यसपछि यो रेन्जहरूमा चाहिँ जब हजुरको यो मुभिङ एभरेजेसहरू चाहिँ एकदमै जति सक्दो कन्ट्र्याक्ट हुँदै आउँछ नि, त्यो बेला चाहिँ रिस्क चाहिँ एकदम कम हुन्छ हैन। अनि एउटा बुल मुभको चाहिँ हामीले एक्सपेक्ट पनि गर्न सकिन्छ। अनि त्यसपछि चाहिँ यो एउटा इक्जाम्पल भयो हैन। यो चाहिँ हाम्रो 2016 पछिको यो बियर मार्केटको बेलाको चाहिँ यो भयो है। अनि जस्तै हामीले अर्को पनि के गर्न सकिन्छ भन्दाखेरि चाहिँ अर्को 2021 मा सुरु भएको जुन बियर मार्केट छ नि, त्यसमा पनि सिमिलर प्याटर्न चाहिँ हामीले देख्न सकिन्छ। जस्तै यो अगाडिको 2016 वाला चाहिँ 2 विक्सको करेक्सनमा चाहिँ गएको थियो मार्केट हैन। अनि तर यो हाम्रो यो 2021 को जुन बियर मार्केट थियो, त्यो चाहिँ हाम्रो 2 विक्स भन्दा नि विकली करेक्सनमा चाहिँ गएको थियो के। 1 विकको हामीले हेऱ्यौँ भने ठ्याक्क 1 विकमा चाहिँ एकदमै राम्रो गेट बनेर हैन मार्केट चाहिँ माथि गएको थियो हैन। यहाँ पनि हजुरले हेर्न सक्नुहुन्छ हैन, एकदमै राम्रो मस्त मुभिङ एभरेजेसहरू चाहिँ एकै ठाउँमा कन्ट्र्याक्ट भएर हैन। अनि त्यसपछि चाहिँ एउटा राम्रो मुभ हामीले देख्न पाएको थियौँ हैन। यसरी चाहिँ हजुरहरूले चाहिँ हरेक टाइम फ्रेममा यसरी मुभिङ एभरेजेसहरू हैन 21, 50, 150 र 200 को चाहिँ कन्भर्जेन्स देख्नु भने चाहिँ त्यो टाइम फ्रेम जुन टाइम फ्रेममा हजुरले हेर्दै हुनुहुन्छ त्यो टाइम फ्रेममा चाहिँ एउटा मुभ चाहिँ हजुरले एक्सपेक्ट गर्न सक्नुहुन्छ कि। अनि जस्तै अब हाम्रो अब चाहिँ हामीले यसमा चाहिँ के एनालाइसिस लाउन सकिन्छ भन्दाखेरि चाहिँ यो हाम्रो जुन अहिले यो साइडवेज गइरहेको छ नि हजुरको यो अगस्त 2024 देखि अहिले मे 2025 सम्म जुन साइडवेज गएको छ नि, त्यसलाई पनि हामीले यो कुन फेजको करेक्सनमा छ त भन्ने कुरा हेर्न सकिन्छ कि। जस्तै हाम्रो यो ओभरअल एउटा यो 2021 देखिको यो फललाई चाहिँ हामीले विकली करेक्सनमा गएको थियो मार्केट भनेर चाहिँ बुझ्न सकिन्छ। र तल हाम्रो अहिले यो 2024 अगस्तदेखि चाहिँ अहिले 2025 मेसम्मको जुन साइडवेज मार्केट छ, यो चाहिँ कुन करेक्सनमा चाहिँ गएको छ भनेर हेर्नको लागि चाहिँ हजुरले डिफ्रेन्ट टाइम जोन्सहरूमा चाहिँ सिफ्ट गर्न सक्नुहुन्छ हैन। जस्तै मैले मानौँ 1 डे डेलीको चार्ट गऱ्यो भने अब तपाईँले हेर्न सक्नुहुन्छ कि यो हाम्रो जुन अहिलेको यो साइडवेज छ नि, यो चाहिँ डेली करेक्सनमा चाहिँ गएको छ कि। भनेको त्यो मेजर करेक्सन होइन, एउटा मेजर करेक्सन मान्न सकिन्न। किनभने मेजर करेक्सन जस्तै बुल बियर निर्धारण गर्ने भनेको चाहिँ विकली करेक्सनहरू हैन, 2 विकमा गएको करेक्सनहरू, मन्थली करेक्सनहरू चाहिँ हाम्रो बियर र बुल निर्धारण गर्छ हैन। तर यो हाम्रो चाहिँ यो साइडवेज जुन मार्केट गइरहेको छ यो चाहिँ हाम्रो डेली करेक्सनमा गइरहेको छ। भनेको मतलब हजुरको यहाँ जब 21, 50, 150 र 200 अझै पनि क्लोज आइरहेको छ, तर त्यति क्लोज आइसकेको छैन। अझ मेरो विचारमा चाहिँ कस्तो लाग्छ भन्दाखेरि चाहिँ अझै मार्केटले केही समय लिएर केही समय साइडवेज अझै बसेर चाहिँ फेरि माथिको यात्रा लिन्छ कि भन्ने चाहिँ हामीले बुझ्न सकिन्छ हैन। अनि हामीले की सपोर्टको रूपमा चाहिँ यो लास्टको चाहिँ हामीले
यो सेतो लाइनलाई चाहिँ लिन सकिन्छ। त्यो भनेको 2600 को रेन्जतिर छ होइन। यसलाई चाहिँ एकदमै राम्रो सपोर्टको रूपमा चाहिँ मान्न सकिन्छ। यदि यो सपोर्ट पनि एकदमै ब्रेक भएर चाहिँ तलतिर जान लाग्यो भने चाहिँ त्यो भनेको चाहिँ एकदम वर्स सिग्नल हुन्छ। तर सकेसम्म चाहिँ यो मार्केटले चाहिँ यो लेभल चाहिँ एकदम क्रुसियल लेभलहरूलाई चाहिँ रेस्पेक्ट गर्छ जस्तो लाग्छ मलाई चाहिँ। अनि अझै मार्केट यही लेभलबाट पनि बााउन्स ब्याक हुन त सक्छ होइन, भर त हुँदैन। तर मेन भनेको चाहिँ करेक्सन हजुरको न्याचुरल करेक्सन चाहिँ कहिले सकिन्छ भन्ने कुरा थाहा पाउनको लागि चाहिँ यो मुभिङ एभरेजहरूको कन्भर्जेन्स डाइभर्जेन्स चाहिँ एकदम बिग रोल खेल्छ कि। भनेको चाहिँ यदि यो जुन खसाइ छ नि, यो 2024 को अगस्तदेखिको यो जुन साइडवेज मार्केट छ नि, यसको करेक्सन चाहिँ न्याचुरल करेक्सन चाहिँ सकिन अझै पनि हजुरको 1-2 महिना भनौँ न, 1-2 महिना अझै पनि यही रेन्जमा बसेर साइडवेज गयो भने चाहिँ एकदमै राम्रो मुभिङ एभरेजेसहरू चाहिँ कन्भर्ज हुन्छ। अनि त्यसपछि चाहिँ हामीले फेरि एउटा माथितिर चाहिँ करेक्सन सकिएपछि चाहिँ एउटा राम्रो ब्लास्ट मुभ चाहिँ माथितिर हामीले एक्सपेक्ट गर्न सक्छौँ। तर त्यो भन्दै गर्दा चाहिँ अहिले यही रेन्जबाट पनि मार्केट माथि नबढ्न सक्ने चाहिँ होइन, यही रेन्जबाट पनि बढ्न सक्छ। तर करेक्सन चाहिँ कम्प्लिट चाहिँ नहुँदै जान्छ त्यसो भएपछि चाहिँ। तर यसले अझ 2 महिना जति टाइम लिएर गएको भने चाहिँ त्यसको मुभ पनि त्यही अनुसारको होइन हेल्दी मुभ चाहिँ हामीले एक्सपेक्ट गर्न सक्छौँ। त्यही नै हो। मैले चाहिँ आज यो हल्का गेट फर्मेसनको बारेमा चाहिँ भिडियो बनाऊँ भनेर चाहिँ यो भिडियो अपलोड गर्दैछु होइन। यो चाहिँ मैले चाहिँ सिकेको भनेको चाहिँ यो सुनिल मिगलानी भन्ने चाहिँ इन्डियन एउटा युट्युबरबाट चाहिँ यो कन्सेप्ट सिकेको। एकदमै हेल्पफुल हुन्छ होइन, हरेक टाइम फ्रेमको लागि हजुरहरूले युज गर्न सक्नुहुन्छ। अनि तपाईँलाई यो भिडियोहरू कस्तो लाग्यो होइन, कमेन्टमा चाहिँ आफ्नो राय दिन नभुल्नु होला। त्यति भन्दै आज चाहिँ म इन गर्न चाहन्छु। ह्याप्पी ट्रेडिङ है त। सबैले राम्रोसँग ट्रेडिङ गर्नुहोस्, पैसा कमाउनुहोस् होइन। राम्रोसँग डिसिप्लिन भएर गर्न सकेपछि पैसा कमाउन सकिन्छ। हजुरहरूलाई चाहिँ अब फर्दर भिडियोहरू मैले चाहिँ कसरी ट्रेड गर्छु के गर्छु भन्ने कुराहरूको चाहिँ यदि हजुरहरूलाई चाहिँ त्यो जान्न मन छ भने चाहिँ कमेन्टमा लेख्नुहोस्। म चाहिँ त्यो सम्बन्धी पनि भिडियो बनाउन रेडी छु। ल आजलाई चाहिँ यति है त।